ओइ केटी हो तिमीहरू यहाँ पो छौ तिमीहरूले कहाँ कहाँ खोजेन मैले एउटा खुसीको खबर सुन्यौँ कि भनेर आएको नि के खुसीको कुरा हो त्यस्तो भन्न ल थाहा छैन र तिमीहरूलाई एसीको रिजल्ट आएको के हो र हामी के भयो नि हाम्रो स्कुलको 42 जनामा हामी 3 जना पास भएछौँ नि ए बधाई छ तिमीहरूलाई थ्याङ्क यू अब त हामी 11 कक्षामा भर्ना हुने होला नि खै म त पढ्नलाई काठमाडौँतिर पो जान्छु अनि तिमीहरू चाहिँ के गर्छौ खै हाम्रो त घरमा बाबासँग सल्लाह गर्नुपर्छ पो हाम्रो बाबासँग सल्लाह गर्नुपर्छ ल ल केटी हो सल्लाह गर जाम दिदी हामी दिदी सुन्तली त पढ्न काठमाडौँ जाने रे हामी के गर्ने खै के गर्ने हामी पनि बाबासँग सल्लाह गरेर काठमाडौँ पढ्न जाऊँ न हुँदैन र तैँले भने जस्तो सजिलो छ के रे घरमा बाबासँग नि त सल्लाह गर्नु पर्यो नि बाबासँग सल्लाह गरेर हामी पनि काठमाडौँ पढ्न जाऊँ न हुँदैन र ए ल ल त नि हिँड्जाम ओइ छोरी हामी एसीको रिजल्टमा पास भयौँ नि ए हो र ए ल ओइ मेरो छोरीहरू एसीमा पास भयो बाबा सुन्तली त काठमाडौँ पढ्न जाने रे नि ए हो र ल हिँड नि त बाटोमा बसेर के कुरा गर्नु घरमै गरेर ल बाबा एउटा कुरा भनौँ भन न छोरी किन एउटा कुरा म 10 वटा कुरा सुन्न तयार छु त नि भन त हामी के घरपछि पढ्न काठमाडौँ जान्छौँ है जान्छु भने त्यस्तो मैले पठाउनु पर्ने हुन्छ मनको कुरा खोलेर भन त मैले त्यति पनि गर्न सकिनँ भनेदेखि अनि मेरो जिम्मेवारी होइन र आखिर बाबु कसको समयले जुनसुकै स्थितिमा पुगे पनि म दुईटा छोरीहरूलाई त गर्छु नै गर्नै पर्छ मम्मी म पढ्नलाई काठमाडौँ जान्छु के भन्छ फेरि यो म पढ्नलाई काठमाडौँ जान्छु काठमाडौँ भनेको ठुलो सहर हो तैँले सोचे जस्तो भने जस्तो छ र नाइ के म जान्छु काठमाडौँ सहर भनेको तैँले सोचे जस्तो भने जस्तो होइन ठुलो छ त्यहाँ गएर कति मान्छे बिग्रिएका छन् अरू बिग्रियो भन्दैमा हामी पनि बिग्रिन्छौँ र त पनि के कम्ती के हुन्थिस् र अस्ति त्यही पढ्ने केही गर्ने भनेर गएका ती कलिला बाल बच्चा जेनजी आन्दोलनमा परेर त्यस्तो भयो देखिनस् बिचरा ती नानी बाबुको घरमा बाबा आमालाई कस्तो भएको होला त्यो त त्यति बेलाको कुरा हो नि मम्मी अहिले त त्यस्तो छैन नि कसलाई के थाहा काठमाडौँ जस्तो सहरमा कति बेला के हुन्छ जेसुकै होस् म त जाने लौ जेसुकै गरे तै जान्ने सिन्ने छस् क्यारी पढे लेखेको म भोलि नै जान्छु मम्मी छेमालाई कल गरिदिनु काठमाडौँतिर ल ल कल गरिदिउँला म बेलुका एस आज भोलिका केटा कसैले नपुग्नु पर्यो आफ्नै मन लागेका गर्छु दिदी म त काठमाडौँ जाने भयो नि मम्मीलाई सोधेको हुन्छ भन्नुभयो अनि त पनि जाने भन्थिस् होइन क्या अरे ए हो र तँ जाने भइस् म पनि साझा मम्मीलाई भनेर म त्यहीँसँग जान्छु ए ल ल भन त्यसो भए सँगै जाम्ला नि
म काठमाडौँ गएर कसकोमा बस्ने? छ्यामाकोमा बस्नु। मैले छ्यामालाई फोन गरिदिएको छु। छ्यामा मलाई लिन आउनुहुन्छ र? आउँछ मैले छोरी आउँदैछ लिन जाए भनिदिएको छु। ए हस् मम्मी। मम्मी म नि बहिनीसँगै जान्छु नि। तँ चाहिँ कहाँ जाने नि फेरि? म नि बहिनीसँगै बसेर जब गर्छु। यति एउटा सानोतिनो काम खोजेर यति बस्दा हुँदैन। मलाई पनि साथी हुन्छ। हुँदैन कि मम्मी म नि जान्छु। पर्दैन तँ चाहिँ मजा। नै कि मम्मी म नि जान्छु। यो बुढाहरू त कति जिद्दी लागेका होला नि। जेठी भयो त्यस्तै कान्छी भयो त्यस्तै। ल जाने भयो जाओ के अरे मैले त के भन्ने हो र। यस हेलो हेलो अञ्जली। भन्। के गर्दैछस्? के गर्नु नि यता घरको काम गर्दैछु। ए हो र। अनि काठमाडौँ पढ्न जाने कुरा के भयो? हामी त बाबासँग सल्लाह गरेको 2 बहिनी नै जाने भयौँ। ए हो र। ल म पनि जाने भए। ए हो र। ल भोलि कति बजी जाने त अनि? भोलि 7 बजेतिर गए हुन्न र? हुन्छ ल ए ल म नि तयार गर्छु। ल बाई बाई। ल बाई। ल नानीहरू घर छोडेर जाँदैछौ। सहरको ठाउँ गाउँको जस्तो हुँदैन। टाइममा खाने टाइममा सुत्ने बाहिर साथीहरूसँग पनि हेरेर चाहिँ सङ्गत गर्नुपर्छ है। बहिनी सानै चाहिँ राम्रोसँग ख्याल गरेर अगाडि बढ्नु। अञ्जली बहिनीको ख्याल गर्छ है। बजाउनु। ल नानी राम्रोसँग जाओ। सहर गएर पढ्ने इच्छा गरिहालिस्। म यहाँ दुःख सुख गरेर बस्छौँला। तिमीहरू राम्रोसँग पढ्नु। अनि ठुली त पनि बहिनी सँगसँगै सहर गएर काम गर्छु भनेर भनेछस्। राम्रोसँग काम गर्नु। यताउति साथीभाइको नराम्रो सङ्गतमा नलाग्नु नि। फेरि सहरका मान्छे राम्रा हुँदैनन् भनेर भन्छन्। हामीहरूको पालामा त यस्तो भएन क्या अरे। अब तिमीहरू सहर गएर पढ्ने रहर गरिहाल्यौ। अब त पनि काम गर्छु भनेर भन्छस्। अब यतै काम गर भनेर भनेर मान्दिनस्। ल दिदी बहिनी राम्रोसँग मिलेर बस्नु। मैले उता छेमालाई फोन गरिदिएको छु। यताउति घुम्ने होइन नि। फेरि पहिलोचोटि सहर आएको हो भनेर घुम्न थालौला। सिधै छेमाको कोठामा जानु नि। म फोन गरेर सोध्छु नि फेरि छेमालाई बेलामा आएका आएनन् भनेर। ल राम्रोसँग जाऊ है। ल बिहानको 7 बजिसक्यो। त्यो अझैसम्म आएन हौ। कुन बेला आउने होला? दिदी लास्टै ढिला भइसक्यो। यिनीहरू रिसाइसक्यो होला है। बिहानको 7 बजिसक्यो। त्यो अझैसम्म आएन हौ। कति लेट गरेको हामी अघि देखाएर गएर बसिरहेको छौँ। आउँदा आउँदै ढिला भयौँ हामी। के गर्नु ल अनि मम्मीहरूले राम्रो सोधिरह्यो नि है।
काका काका के भयो हजुरलाई किन बोलाएर बस्नुभएको केही भएको छैन नानी, यत्तिकै बसिरहेको। अञ्जली रूपा पनि घरबाट निस्केर गए। मनले नमान्दो रहेछ, मनमा कुरा खेलिरहेको छ, टेन्सन भइरहेको छ नानी। आउनु बस्छ त। होइन ठिक छ काका, म यहीँ बस्छु। चिन्ता नगर्नु काका, नानीहरू त भविष्य बनाउन जानुभएको हो नि। सानै छन् नानी, के गर्ला कसो गर्ला त्यही त हो नि, चिन्ता लागिरहेको छ। त्यो त त्यही नै हो काका, आफ्नो बच्चाहरू त सानै हुन्छ, तर पनि चिन्ता नगर्नु। घरै सुन्ने भइरहेको छ हेर न। होइन, घर त सुन्ने लाग्छ नि। अब आफ्नो सानो बच्चाहरू घरमा नहुँदाखेरि आफ्नो बाबालाई चिन्ता लागिहाल्छ, तर चिन्ता नगर्नु, धेरै चिन्ता गर्नु हुँदैन। बच्चाहरू आफ्नो भविष्य बनाएर आउनुहुन्छ। आउँछन्, अब सँगै बसिरहेका, के नभए जस्तो भइरहेको छ मनमा। सबैतिर सुन्ने, चारैतिर हेर न। होइन होइन, चिन्ता नगर्नु, म पनि नजिकै छु, हजुरकोमा आइरहेको छु, हजुरलाई भेटिरहन्छु नि त। धेरै चिन्ता नगर्नु होला, चिन्ता गऱ्यो भने फेरि आफैलाई असर गर्छ। चौतारीको पिपल बरु रुन्न होला यति धेरै, मारिदिए हुन्थ्यो बरु जन्मजात त्यतिखेरै। किस्मत पनि खोटो रहेछ, छैन केही मेरो साथमा। भाग्य यस्तै भएपछि के नै लिनु छ र हातमा। गरे कति धर्म पूजा, कति गरे बिन्ती माता। जिन्दगीमा एक मात्र पलाउने यो आशा। आशा 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 आशा।
एउटा गरिब मान्छे नरोएको कहाँ छ र नचाहँदा पनि यसै भत्किने नै रहेछ घर